मेरो अधिकार हो बोल्ने, मेरो समय हो बोल्ने, तपाईहरुको समयमा बोल्नुस्। चुनाव जितेर आएको, जुम्ली जनताको मायाले आएको, प्रेमले आएको, बहुमतका साथ आएको, 52% भोट जितेर आएको र यसरी यो सत्य कुरा पनि बोल्दाखेरि संसदमा बोल्न दिइदैन भने यो संसदको औचित्यमाथि पनि प्रश्न चिन्ह खडा हुन्छ। यसरी संसदमा यहाँ कुरा राख्दै गर्दा बोल्नु हुन्छ भने पनि भोलि हामी पनि बोल्छौं तलबाट। यो कुरा याद र हेक्का रहोस्, किनभने यो कसैको दयाका साथ यहाँ आएको होइन। चुनाव जितेर आएको, जुम्ली जनताको मायाले आएको, प्रेमले आएको, बहुमतका साथ आएको, 52% भोट जितेर आएको। त्यो भएको हुनाले यहाँ जमाते नगरिदिनुस्। त्यो भए हुनाले सम्माननीय सभामुख महोदय, एउटा सांसदलाई बोल्ने अधिकार दिनुस्। मेरो अधिकार हो बोल्ने, मेरो समय हो बोल्ने, तपाईहरुको समयमा बोल्नुस्। म आज पनि भन्छु, राष्ट्रिय सभा विज्ञहरूको सभा हो, कार्यकर्ताको भर्ती केन्द्र होइन। सुरक्षा तथा रक्षा विज्ञ त्यस पछाडि यहाँहरुको केही भयो प्रतिक्रिया पछि राख्नु होला, बस्नुस्। सम्माननीय सभामुखज्यू, बोल्ने समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। यहाँ त बोल्न पनि नपाइने जस्तो अवस्था देखियो र राष्ट्रिय सभा चाहिँ केका लागि बनाइएको भने विज्ञहरूको भर्ती केन्द्र हो, तर अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो। जस्तो कानुनको विज्ञ खै कानुनको विज्ञ भइदिए भए त यो कुरा आउँदैन थियो। आज संशोधन भएर